इन्डीको रिभर इन्डी या चाहिँ अब स्पेस चाहिँ मजाले छ ठुलो छ स्पेस है एकदम वाइड दामी छ यसको चाहिँ एकदम राम्रो दामी छ मलाई यसको लागि आएको थियो है त यहाँ मेरो चोइसमा परेको सानो चाहिँ हो अहिले भनेको स्कुल चाहिँ रिभर इन्डिया स्कुलबाट यहाँ आइदिएको छु Chinese super bike. एउटा बाइक मात्र नभएर एउटा यो चाहिँ यसमा स्टोरी पनि छ है लुकेको एउटा यसको उनीहरूको स्टोरी छुट्टै छ तपाईँले युट्युब पनि भेट्न सक्नुहुन्छ सुपर बाइक अस्ति मोटो जिपी पनि छिटेको छ यो बाइकले यो चाहिँ धेरै अब राइडरहरूको चाहिँ एउटा ड्रिम हुनसक्छ यो बाइक चाहिँ यङहरूको लागि एउटा स्पोर्ट्स बाइक पनि पढाउनेहरूको लागि यो चाहिँ यो धेरै ड्रिम हुनसक्छ यो चाइनिज बाइक अस्ति मोटो जिपीको बाइक हो यो चाहिँ वर्ल्डमा तल्का पिटेको यो बाइकले यो चाहिँ यही पो लग्यो क्या वर्ल्डमा तल्का पिटेको बाइक हो स्पोर्ट्स बाइक सुपर स्पोर्ट्स बाइक तल बाइक यो बाइकले चाहिँ तल्का पिटेको बाइक हो यो चाहिँ बवाल छ बाइक चाहिँ बवाल है त ख्यालमा फेरि आइपुगेको छु कम्पनीमा चाहिँ रियाली यो चाहिँ 19,75,900 प्राइस यो 19 लाख डकार र्याली खेल्ने यो बाइक यो चाहिँ डकार र्याली भनेको चाहिँ तपाईँलाई थाहै छ भन्ने पर्दैन यो चाहिँ र्याली सिरिजमा पर्छ यो बाइक चाहिँ र्याली सिरिजमा पर्छ यो बाइक चाहिँ डकार र्याली खेल्ने बाइक हो बाइक चाहिँ मोबाइलै छ यो बाइक चाहिँ तपाईँहरू आफै हेर्न आउनु छ भने चाहिँ भिलकुटी मण्डपमा आउनुहोस् नाइम अटो छ 2026 है त गाइस भोलिसम्म लास्ट डे हुनु छ है भोलिसम्म लास्ट डे तपाईँलाई फेरि अर्को बाइक जोगाउनुलाई यहाँ आइपुगेको छ है त यो बाइकको मान्छे लेखेको कि हेर्नु त तपाईँलाई यो पनि बाइक मन पर्न सक्छ ल्याउने बाइकै फेरि एक माथि अर्को छ है खतरा बाइक जुनहरू त्यही राम्रो छ बाइक चाहिँ मैले खिचिरहेको भिडियो कोसँग भनेर त तपाईँलाई नेपालको एउटा उद्यमी फेमस मान्छे चाहन्छ
ल म चाहिँ आज नाइमा अटो सो 2026मा आइपुगेको छु। यो हट केक ल आई कार ल सबैको हृदयमा पर्न सक्ने गाडी आई कार अफ रोड सबैतिर आई कार सबैको नजर पर्न सक्छ यो आई कार आइपुगेको छ। कस्तो लाग्यो केटा गाडी कस्तो छ बबाल छ गाडी ल यसलाई मन पऱ्यो भनेपछि मलाई पनि मन परेको छ यो गाडी तर कहिले किनौँ भनिरहेको छ केटा कहिले किनौँ त केटा म गाडी भन्दा यो गाडी हो ल भोलि छोडेर पर्छ प्राइस रहेको छ ल 60 लाख बबाल छ है बबाल टेक्नोलोजी होइन हेर्नुपर्छ नयाँ नयाँ के आएको छ संसारमा त्यही भएर होइन केटा ल यता हो कि त्यही भएर यस्तो हेर्नुपर्छ खाउनु पर्छ त्यही भएर हिँड्नुपर्छ भन्ने कारण त्यो हो कि घरमा बसेर मात्रै हुँदैन क्या ल है त हामी त नाइमा अटो सो 2026मा आएको छौँ है।